आज चाहिँ म इस्कुसको तरकारी पकाउँदैछु। मैले आलु भुटिसकेँ, इस्कुस पनि राखिसकेँ। अब यसमा चाहिने सम्पूर्ण मरमसलाहरू राखेर यसलाई एकछिन छोपिदिन्छु। मेरो बाबुले फेरि इस्कुस खाँदैन, इस्वरा चाहिँ खान्छ है। एक दिन इस्कुसको तरकारी बनाएको, म त इस्वरा इस्कुस खान्न अरे खाने बेलामा चाहिँ यता इस्वरा रहेछ नि, इस्वरा भनेको भए त मैले खाइहाल्थेँ नि भनेर झगडा गर्दैछु। यसमा मैले अब फेरि खुर्सानीहरू सब मसला राखेर यसलाई एकछिन चलाएर छोपिदिन्छु। छोपियो चलाइदिनु। एकछिन छोपिदिएपछि यसमा भएको पानी सम्पूर्ण पानीहरू निस्किन्छ। पानी निस्किएपछि यत्तिकै मिठो छ है, यत्तिकै नै मिठो छ यो तरकारीमा। यसमा चाहिँ मैले थोरै चटनी मिठो बनाउनको लागि पेस्ट राखिदिएँ टमाटरको। यो चाहिँ इस्कुस होइन इस्वरा होला है मेरो बाबुले भनेको। बच्चाहरू नै हँसाउँछन् हो। एउटाले फेरि पम्किन खान्छु फर्सी खान्न भन्थ्यो भने हाम्रो बाबुले फेरि इस्कुस खान्न इस्वरा खान्छु भन्छन्। बच्चाहरू नि रमाइलो गर्छन् हो। अब रेडी भइसक्यो, एकछिनले छोपिदिएपछि रेडी हुन्छ, तरकारी रेडी भयो। खुर्सानी चाहिँ गरममा खानुपर्छ लास्टमा। धन्यवाद।